My name is Ashish Kesi. म चाहिँ प्रोफेसनली ग्राफिक डिजाइनर हो अनि अहिले चाहिँ हालसालै चाहिँ ओमेगा इन्स्टिट्युटमा भिडियो एडिटिङको क्लास गर्दैछु। आफ्नो स्किल्स पलिश गर्न अनि त्यहाँबाट मार्केटको डिमान्ड अनुसार अब ग्राफिक्सले मात्र पुगेन, सो भिडियो एडिटिङ पनि त्यही भएर एडिसन पोर्टफोलियोमा बढाउन भन्नु। फर्स्टमा त वान अफ द टिचर्स इज माई भेरी गुड फ्रेन्ड अनि त्यहाँबाट फर्स्ट ब्याचको स्टुडेन्ट पनि एकजना मेरो अर्को साथी थियो। फ्युचरमा अहिलेसम्म त त्यस्तो डिसाइड चाहिँ गरेको छैन, ग्राफिक डिजाइनिङ त गरि नै रहेछु। त्यो बाहेक अब भिडियो एडिटिङ सिकिसकेपछि अब होइन ग्राफिक डिजाइनिङ छोड्दिने कि भिडियो एडिटिङतिर नै लाग्ने हो कि भन्ने कुरा चाहिँ अहिलेसम्म डिसाइड गरेको छैन। पहिला भिडियो एडिटिङ भनेर त्यस्तो प्रोफेसनली गरेको चाहिँ थिएन, तर क्लाइन्टहरूले कहिलेकाहीँ भन्दाखेरि चाहिँ मोसन ब्यानर चाहिँ गरिरहेको हुन्थेँ। सो टाइमलाइनसँग फमिलियर चाहिँ छु, तर त्यो बाहेक इफेक्ट्सहरूसँग चाहिँ फमिलियर छैन। यहाँ आएर चाहिँ मोस्टली फ्रम द स्क्रैच फाइल अर्गनाइजेसन कसरी गर्ने, इफेक्ट्सहरू कसरी दिने अनि त्यहाँबाट सिनेमेटिक एक्सपिरियन्स कसरी ल्याउने, कसरी दिने भन्ने कुरामा चाहिँ धेरै थाहा भयो। अफकोर्स माई ब्याचमेट्स, माई फ्रेन्ड्स, एभ्री वान, टिचर्स, एभ्रिथिङ। सिकाउने तरिकादेखि लिएर हाम्रो तलको राउन्ड टेबल चिया गफ, त्यहाँबाट सकिसकेपछिको त्यो पसल अगाडिको फेरि आज के पढाएँ के बिग्रियो भन्नेवाला गफ, एभ्रिथिङ। अफकोर्स इट्स अ मस्ट गुड एक्सपिरियन्स, त्यो सेकेन्ड थट लिन नै पर्दैन। द टिचर्स आर भेरी फ्रेन्डली, द इन्भाइरोमेन्ट इज भेरी गुड, इट्स once in a lifetime experience, you won't regret it. Thank you OFI team members, OFI family for everything, for all the things that you've shared to us, and keep on doing it. And we students love the teachers, faculty members, the idea behind it. It's an amazing job that you guys are doing, and keep doing it in the future.